हाई एभ्रिवान, नमस्ते। म यति बेला फाइनल्ली तिलिचो लेकमा आइपुगेको छु। यो हिमाली क्षेत्र मनाङ सँगै हिमालपारीको जिल्ला, हाम्रो छिमेकी जिल्ला यो मनाङको तिलिचोबाट तपाईँहरू सबैजनालाई हार्दिक स्वागत गर्दछु। यो एकचोटि तिलिचो लेकको अवलोकन गर्ने, घुम्ने, रमाइलो गर्ने इच्छा प्राप्ति आज समाप्ति भएको छ। तर एउटै अभाव अथवा असन्तुष्टि मनमा सधैँ खड्किरह्यो। त्यो एउटै कारण हो, हिजो अस्तिबाट अविरल रूपमा एकदमै हिउँ परेको, हिमपात भएको हुँदा यो चाहिँ तिलिचो लेकलाई नजिकबाट एउटा दृश्यपात गर्ने रहर, इच्छा पुरा हुन सकेन। जहाँ एउटा तिलिचो लेकको आकृति मात्र देख्न सक्छौँ। पृष्ठभूमिमा जस्तो निलो आकाश जस्तै यो तिलिचो लेक पनि खुल्ला रूपमा निलो भइदिएको भए कति रमाइलो हुन्थ्यो होला। म जस्तै थुप्रै हामी नेपाली मन सँगै विदेशी पर्यटकहरू पनि केही निराशा चाहिँ मनमा लिँदै अब केही समय चाहिँ यो तिलिचो लेकमा घुम्दै हुनुहुन्छ। तिलिचो लेकको चाहिँ ओरिजिनल रूप चाहिँ पृष्ठभूमिको यो खुल्ला निलो आकाश जस्तो देख्न सकिएन। एउटा आकृति देखेर हिउँले लपक्कै ढाकिएको यो आकृति देखेर चित्त बुझाउनु पर्ने अवस्था छ। र पनि विश्वको अग्लो ताल हाम्रो नेपालमा अवस्थित अग्लो यो तिलिचो लेकमा आइपुग्ने एउटा इच्छा प्राप्ति चाहिँ पुरा भएको छ। हेर्नुहोस्, चारैतिरका हिम श्रृङ्खलाहरू, पहाडहरू मजाले खुलेका छन्। माथि निलो आकाश मजाले खुलेको छ। सबै सेताम्य हिउँले ढाकिएको छ। Молдавский флаг, показывал свои флаги. Групповая фотка. С молдавским? Да. Групповая. Их стайл у меня есть с собой. Групповая. Потом. अब हामी सबै नेपाली मनहरू, आन्तरिक पर्यटन, विदेशी पर्यटनहरू केही नैराश्यता बोक्दै फेरि कम ब्याक टु तिलिचो बेस क्याम्प। अब हामी केही बेर पछि एक दुईवटा फोटो सेसन पछि बेस क्याम्प फर्किने तयारी गर्दैछौँ। त्यहाँको आँखाकै भित्र खस्नु लाग्यो तल त्यहाँ नजानु है। त्यहाँ त ऊ हुन्छ त पुरै ताल जमेर